नसोचेकै भयो कि जापानमा यस्तो हुन्छ भनेर मैले सोचेको पनि थिएन होइन। म चाहिँ भर्खरै कामबाट आएर होइन यहाँ पार्कमा बसिरहेको थियो। यही बुढो हो, यही बुढो होइन, यही बुढो के यहाँ बसिरहेको थियो। म पार्कमा बसिरहेको थिएँ होइन। अनि यताबाट आएँ क्या। अनि आएर म चाहिँ होमलेस हो अनि मेरो चाहिँ घर छैन, म चाहिँ 50 वर्षको हो रे होइन। अनि यही भने अनि मसँग चाहिँ अनि त्यसले के गर्यो थाहा छ, अनि त्यो जुत्ता च्यात्या रहेछ। मेरो चाहिँ जुत्ता च्यात्यो। म चाहिँ उता कहाँ के भन्ने ठाउँमा जानुपर्ने भयो, उतादेखि हिँडेर आएको रे अहिलेसम्म। अनि जुत्ता च्यात्यो, सिलाउनलाई 1300 समथिङ कति लाग्छ अरे। अनि पैसा छैन, पैसा देऊ भनेर माग्यो मलाई त यार। कहाँबाट पैसा दिनु मैले? आफै यहाँ होमलेस जस्तो भइरहेछ यहाँ होइन। आफ्नै हालत खराब छ। अब 1300 कमाउनु 1 घन्टा काम हान्नुपर्छ यहाँ होइन। कसरी दिने पैसा? गाइस मैले सोचेको थिएन जापानमा नि यस्तो हुन्छ भनेर चाहिँ। तपाईँहरूलाई नि यस्तो परेको छ कहिलेकाहीँ? अहिलेसम्म त्यस्तो परेको छ? मलाई त्यस्तो पर्यो यार आज यार। मैले सोचेकै थिइनँ यस्तो हुन्छ भनेर। बुढो हेर्दा त हट्टीकट्टी नै छ, 50 वर्ष भयो अरे। के हो म त टुवा परेँ। अनि मैले त के भन्यो भयो। म त जापानिज होइन, म त नेपाली हो। अब स्टुडेन्ट भिजामा आएको, पैसा चाहिँ हुँदैन हामीसँग त, एउटा काम गरेर बस्नुपर्छ भने। अनि हो रे। अनि मसँग पैसा छैन भनेको। अनि आर्या दोजाइमास भनेर गयो।